आज हामीले हेर्नुपर्दछ हाम्रो पापलाई, अरूको पापलाई हेर्ने होइन, हाम्रो पापलाई हेर्नुपर्दछ। पाप हामी आफै बाँच्नको लागि अनि पापलाई चाहिँ लिएर जानु येशू ख्रीष्ट परमेश्वर येशू ख्रीष्टलाई हामीले हेर्नुपर्दछ। उहाँले हाम्रो पापहरू लिएर जानुभयो, मर्नुभयो, अनि हाम्रो जस्तोसुकै सिन्दुरेर आफ्नो पाप होस्, ठुलै पाप गर्नुभएको होस्, परमेश्वरले क्षमा गर्नुहुन्छ। उहाँ मर्नुभएको छ नि त हाम्रो लागि, उहाँले सब थोक दिनुभएको छ अनि हामीसँग सब थोक माग्नु भएको छ। त्यो थोक चाहिँ फेरि धन सम्पत्ति होइन, त्यो चाहिँ पाप हो। सबै पाप माग्नु भएको छ र यो कुरा यस्तो क्लियरिटी पवित्रता आत्मा तपाईँको म पास उहाँ यो चाहिँ सबभन्दा ठुलो अनुग्रह हो, कृपा हो, दया हो परमेश्वरको है। यो अनुग्रह कृपा दया अनि यो हिँड्ने प्राप्त हामीले गर्नुपर्छ। अनि जब पापबाट हामी निको हुन्छौँ नि, त्यो सानोतिनो शरीरको लुगा के रोगहरू केही पनि होइन, विश्वास गर्नुहोस्, त केही पनि होइन। यो सबै यो कुराहरू सबै हाम्रो अस्तित्वको मालिक परमेश्वर ख्रीष्ट हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ। त्यस्तो केही पनि होइन। सब नत्र भन्दा त्यो ठुलो कुरा हो भने त त्यसको लागि मन हुन्थ्यो होला नि त, किन पापको लागि मन भन्ने सबैभन्दा ठुलो कुरा पाप है। पापबाट हिँड्ने मेन कुराबाट हिँड्ने पाइसकेपछि हामी सबै कुराबाट हिँड्ने